हेलो गाइज, दर्शक नमस्ते। एनदर डे एनदर भ्लगमा तपाईहरु सबैलाई स्वागत छ र म तपाईहरुको साथी प्रकाश ब्रेस्ट बेलारुसबाट। र आज केही दिनको अन्तरालपछि चाहिँ मैले एउटा सानो भ्लग बनाउँदै छु र के छ सबैजना आरामै हुनुहुन्छ होला नि। अब साथीहरुसँग त धेरै अब मेरो कन्ट्याक्ट पनि भइरहेको छ। बेलारुस आउने साथीहरुसँग, अब बेलारुसमै हुने साथीहरुसँग पनि अब यस्तै छ। म चाहिँ अहिले ड्युटी जाने क्रममा बाटोमा एउटा सानो भ्लग बनाउँदै छु र सबैजना ठिक हुनुहुन्छ भन्ने चाहिँ मैले आश गरेको छु है त। आज चाहिँ मैले केही अब यहाँको बारेमा जानकारी दिउँ होइन, बेलारुसको बारेमा। अब जसो तसो हाम्रो चाहिँ बेलारुसमा लगभग 2 वर्ष कम्प्लिट हुन लागेको छ। अब लगभग 1-2 महिनापछि चाहिँ हाम्रो 2 वर्ष अक्टोबरमा चाहिँ हाम्रो 2 वर्ष कम्प्लिट हुन्छ है त बेलारुसमा साथीहरू। अब 2 वर्षमा बेलारुसमा चाहिँ हामीले अब के भोग्यौँ यहाँ, अनि कति कमायौँ होइन, अब यसको बारेमा आज चाहिँ थोरै केही मिठो कुरा गरौँ त भनेर तपाईँहरूमा आज आएको छु। अब सबैले पुरा भिडियो हेरेर साथ दिनु होला है त। र नयाँ आउने साथीहरूलाई अलिकति काम पनि लाग्नेवाला छ। त्यस्तै छ। 2000 अक्टोबरमा आउँदाखेरि हामी 2023 को अक्टोबरमा आउँदाखेरि चाहिँ तपाईँको युक्रेन र रसियाको युद्ध पनि एकदम चरम सीमामा थियो र एकदम युद्ध भइरहेको थियो। हामी चाहिँ त्यस्तो समयमा भिसा लगाएर आयौँ होइन। अनि अब आउने प्रक्रिया, अब भिसा पनि छिटै लाग्यो। भिसा लगाउनलाई त्यस्तो गाह्रो भएन। तर सुरुमा हामी आउनेलाई चाहिँ इन्डिया 2-3 फेर जानु पर्यो। अब त्यही हो, त्यसरी चाहिँ भिसा लगाएर सजिलोसम्म बेलारुस आइयो। र त्यो अब युद्ध पनि एकदमै चरम सीमामा थियो। त्यो कारणले हामी सुरुमा आउने बेलामा खासै धेरै राम्रो कमाइ पनि हुन सकेन। र 2024 पनि लगभग औषधै रह्यो बेलारुसमा। 2024मा पनि खासै कमाउन सकिएन। र अब यहाँबाट भागेर अन्त भनौँ न प्रोसेस गरेर अथवा हुन्छ नि लिगल रूपमा जानलाई पनि अब त्यस्तो सजिलो भएन, गाह्रो भयो एकदमै। अब 1-2 जना फाटाफुट्टा त भाग्ने साथीहरू भाग्नु भयो यहाँबाट, 1-2 जना सफल पनि हुनुभयो, कति साथीहरू अब डिपोर्ट पनि हुनुभयो नेपालतिर होइन। र अब त्यस्तै छ। 2024मा 23मा अब जे जस्तो भए पनि अब 25मा चाहिँ अलिकति सुधार भइरहेको छ कमाइमा पनि। किनभने 2024मा त्यति राम्रो अब खासै कम्पनीहरूमा त्यति राम्रो थिएन। अहिले 2025 लाग्ने बित्तिकै चाहिँ जनवरीबाट चाहिँ जे होस् अब कमाइ पनि पहिलाको भन्दा अलिकति राम्रो हुँदै गइरहेको छ। र अब यही हो। अनि अब भाग्ने साथीहरू पनि फ्याटाफुटा रूपमा 1-2 जना भागिरहनु भएको छ। र म काम गर्ने शान्तापुरमा एउटा वेयर हाउसमा एउटा काम गर्ने र एउटा मसरुम कम्पनीमा काम गर्ने चाहिँ उहाँहरू भागेर जानुभएको 2 जना। र हालचालै अब आज भोलि नै हाम्रो कम्पनीबाट चाहिँ 10 जना यहाँबाट बेपत्ता हुनुहुन्छ, भाग्नुभयो अथवा कहाँ जानुभयो होइन। अब उहाँहरू भागेर जानुभएको छ भन्ने सुन्नमा आएको छ खबर। र अब उहाँहरू भागेर सफल हुने नहुने त अब आफ्नो ठाउँमा छ। र यसरी चाहिँ अब मान्छेहरू भागिरहेको पनि छन् फ्याटाफुट्टो रूपमा। र अब कमाइ पनि यतिखेर अब पहिलाको भन्दा 2024-23 को भन्दा अलिकति केही सुधार र राम्रो पनि भइरहेको छ। र भर्खरै प्रोसेस गरेर अब आउने साथीहरू अब लाई चाहिँ अब म के भन्न चाहन्छु भने नआत्तिनुहोस्। अब तपाईँहरूले प्रोसेस गर्नुभएको छ, अब सिन्देन कन्ट्रीको भिसा लगाएको छैन होइन, त्यो इत्यादि कारणले गर्दा तपाईँहरू बेलारुस आउन चाहिरहनु भएको छ। ठिक छ, आउनुहोस्। र म भन्छु अब एभरेजमा तपाईँले वर्षमा चाहिँ तपाईँको 7 देखि 9 लाख रुपियाँ जस्तो बिचमा तपाईँले जति पनि कमाउन सक्नुहुन्छ। तपाईँको राम्रो कम्पनी पऱ्यो, अब यताउता कमाइ राम्रै भयो भने त राम्रो पनि होला होइन। प्रायः जसो मेरो कन्ट्याक्टमा रहेको साथीहरूको चाहिँ त्यही छ हालत होइन। अनि अब केही सुधार पनि भएको छ यो वर्ष। अलिकति बेलारुसको गभर्मेन्टले थोरै स्यालेरी पनि बढाएको छ। र 15% तपाईँको पहिलाको बेसिकमा 15% बढाउँदाखेरि लगभग अलिकति स्यालेरी नै बढेको छ। त्यो भएको कारणले केही सुधार पनि हुँदै गइरहेको छ। अनि अरू भनेको यस्तै छ। अब प्रोसेस गर्ने साथीहरूको कोही प्रोसेस पनि गर्दै हुनुहुन्छ अझै पनि। र अब यहाँबाट अन्य सिन्जन कन्ट्रीहरू जानको लागि अब यहाँबाट प्रोसेस गरेर गर्ने साथीहरूको त्यति खासै सबैको अब सक्सेस त भइरहेको छैन। अब अहिले सिन्जन कन्ट्रीको भिसा पनि खासै धेरै रिसिभ राम्रो छैन। त्यही भएको कारणले अब यहाँबाट रिजेक्ट त धेरै रिजेक्ट भयो। हाम्रो पनि 2024मा रिजेक्ट भयो प्लानको। अब
फेरि पनि प्रोसेस गर्ने प्लानमा त छौँ। अब सबै कुरा अब राम्रो भयो, सबै कुरा अब उसले साथ दियो भने होइन, भाग्यले साथ दियो भने चाहिँ फेरि पनि हामी प्रोसेस गर्ने प्लानिङ गर्दैछौँ। र अब जे भए पनि अब नआउनु आइसक्यो, आएर अब नेपालमा पनि बेरोजगार, अब नेपाल गएर पनि के गर्नु, बेरोजगार छ, नेपालमा विदेश जानलाई भिसा लाग्दैन भनेको टाइममा गएर तपाईँको टाइम चाहिँ वेस्ट हुन्छ। अब बेलारुस आइसकेपछि अब ठिकै भइरहेको छ अहिले, हल्का केही सुधार पनि भइरहेछ कमाइमा पनि। अब आत्तिएर एकैचोटि नेपाल जाने भन्ने पनि हुँदैन। अब यहाँ बस्ने, अब जति कमाउँछ यसमै खुसी आफ्नो खुसी आफूले हेर्ने हो कि। तपाईँको भोलि तपाईँले लाख 2-3 लाख कमाएर पनि तपाईँ खुसी हुनुहुन्न भने त्यो पैसा कमाएको कुनै अर्थै छैन होइन। त्यही भएर तपाईँले जति कमाउनु भएको छ नि त्यसमा खुसी हुन सक्नुपर्ने रहेछ मेन चाहिँ होइन। अब हामी त्यो नहुनाले अलिकति धेरै दुःखी पनि भएका थियौँ। अब तर बिस्तारै बुझ्दै पनि आइयो, अब जे छ यसमै रमाउनु सक्नुपर्ने रहेछ। अब आफ्नो भाग्यले साथ दिँदैन त अब के गर्नु होइन। त्यही भएर नयाँ आउने साथीहरूलाई चाहिँ अब म यो भन्न चाहन्छु, नआत्तिनुहोस्, आउनुहोस्। भोलि केही बेलारुसमा पनि भोलि 2-4 वर्ष बसेको खण्डमा अब यहाँ राम्रो भयो, सुधार केही अहिले भइरहेको छ होइन। भोलि सेन्जन कन्ट्रीका लागि जानलाई पनि अलि बाटोहरू चाहिँ अलि खुल्ला हुन गयो भने भोलिको दिनमा जान पनि सकिन्छ नि त। त्यही भएर आउने साथीहरू कमाइ भएन सुरुमा अब भनेर नआत्तिनु होला। र अब कति साथीहरूले मैले बारम्बार मेरो भिडियोहरू हेर्ने साथीहरूलाई मैले धेरै कुरा भनिसकेको छु होइन। अब कति साथीहरू अब मलाई भन्नुहुन्छ म 10 लाख तिरेर आउँदैछु, 11 लाख तिरेर आउँदैछु, अनि मैले अब मेरो भिडियो हेर्दै पनि अब त्यति तिरेर आउनुहुन्छ भन्दा के भन्नु होइन। त्यति धेरै महँगो पैसा तिरेर चाहिँ नआउनु कि। ठिकै छ, तपाईँले 5 लाख रुपियाँदेखि भनौँ न 6 लाख रुपियाँ 7 लाख तिरेर पनि अब आउनु, नआत्तिनुहोस् होइन। अब के गर्नु त, आउनै छ, अरू देशको भिसा लागेको छैन, नेपालमा बेरोजगारी अब त्यो मैले आफैले पनि भोगेको छु। म पनि धेरै समय नेपालमा लङ टाइमै बसेँ होइन, विदेशबाट गएर। सबै कुरा सोचेको जस्तो छैन नि त नेपालमा। अब काम मिल्यो भने पनि स्यालेरी कम छ, त्यो भएको कारणले अब तपाईँहरूसँग केही पैसा छ, आफूसँग पैसा छ नि 2-4 लाख रुपियाँ तपाईँसँग सेभिङ छ र 2-4 लाख रुपियाँ ऋण गरेर आउने साथीहरूलाई चाहिँ बेलारुस फेरि एकदमै राम्रो छ है। त्यो आउने साथीहरूलाई बेलारुस राम्रो छ। त्यही भएर आउँदाखेरि अब सुरुमा अब अरू भिडियो हेरेर पनि अब त्यस्तो नहुनाले मैले त्यो भिडियो पनि बनाएको छु सुरुमा होइन, त्यस्ता भिडियोहरू। तर अहिले चाहिँ अब बेलारुसमा पनि केही सुधार भइरहेको छ। अब अझै पनि सुधार हुने आशमा छ होइन। भोलि युक्रेन र रसियाको युद्ध अलिकति साम्य भयो भने व्यापार बिजनेसमा अलिकति यो देशले सेन्जन कन्ट्रीहरूसँग अझै अहिले जतिको सम्बन्ध छ नि त्योभन्दा नि बेटर राम्रो सम्बन्ध हुँदै गयो भने भोलि यहाँबाट जाने माध्यमहरू धेरै आउन सक्छन्। त्यही भएर धैर्य गर्नुपर्छ, धैर्यता गर्नु नै धेरै महानता हो कि। त्यही भएर नआत्तिनु होला साथीहरू है। र यस्तै छ। र मैले आफ्नो भ्लगबाट बेलारुसको बारेमा त साथीहरूलाई धेरै कुरा जानकारी नै गराएको छु। अब हाम्रो साथीहरू यहाँबाट भागेर जाने साथीहरूको बारेमा केही अब राम्रो गुन्नु सुन्न पाइयोस् होइन। त्यो भयो भने तपाईँ हामी सबैलाई काम लाग्ने कुरा हो। र त्यसरी भागेर जानुभन्दा बरु लिगल रूपमै प्रोसेस गरेर भिसा लगाएर गयो भने चाहिँ तपाईँहरू सुरक्षित चाहिँ हुनुहुन्छ है। फेरि त्यसरी जाँदाखेरि पैसा चाहिँ धेरै खर्च हुने, अब यस्तै छ। अनि अब नयाँ आउने साथीहरूलाई मैले धेरै जसो वाट्सएपमा इन्स्टाग्राममा मेसेज गरिरहनुहुन्छ मेरो साथीहरूले, मैले सबैलाई प्रायः जसो रिप्लाई त दिइरहेको छु। अब केही कारणले अब म पनि थोरै बिजी भएर कति कुराहरू अब कसैको रिप्लाई दिन पाएको छैन भने त के भन्नु है। आइएम सरी सबैजनालाई। ठिक छ, सबैजना जहाँ हुनुहुन्छ त्यहाँ काम गरेर बस्नुहोस्, आरामले बस्नुहोस् होइन, नआत्तिनु होला कोही साथीहरू पनि। अब भागेर जाँदा पनि अब सक्सेसै हुन्छ भन्ने छैन है। अब हाम्रो कम्पनीबाट साथीहरू भागेको छन् आज। अब म शान्ता बेरोमरमा काम गर्छु। जस बेलारुसमा अरू कम्पनीहरूभन्दा शान्ता बेरोमर राम्रो पनि छ है। अब नयाँ आउने साथीहरू भिडियो हेर्दै हुनुहुन्छ भने शान्ता बेरोमरमा आउनु होला। अब किनभने शान्ताले चाहिँ अथाह रूपमा कामदार चाहिँ नाक गरेको छ होइन। यो जहिले पनि के यहाँ मान्छे चाहिँ एकदमै धेरै आवश्यक। यो शान्तामा लगभग बेलारुसमै 50-60 हजार भन्दा नि बढी कामदारहरू छन्। त्यो भएको कारणले इन्टरनेसनल नभइकन, इन्टरनेसनल त हामी नेपाली भयौँ र अब यहीँको नेसनल कामदारहरू त्यति छन्। अब यहाँको मान्छेले प्रायः जसो अब योभन्दा नि राम्रो कम्पनीतिर जाने होइन, अब छोड्ने काम गर्ने नगर्ने। त्यही भएर नेपाली चाहिँ एकदमै अथाह माग गरेको छ यो कम्पनीले। अब यसको बारेमा कुनै मेन पावरको बारेमा तपाईँले चाहनुहुन्छ भने चाहिँ मसँग सम्पर्क गर्नु होला होइन। मेरो वाट्सएप नम्बर मेरो कमेन्ट बक्समा गएर हेर्नु होला सबै साथीहरूले। र त्यहाँबाट मैले तपाईँलाई सबै जानकारी
जानकारी दिनेछु होइन। तर म फेरि कुनै एजेन्ट होइन है, मैले त्यहाँबाट केही कमाउने भन्ने होइन। मैले चाहिँ म आएको कुन म्यान पावर त्यसको बारेमा चाहिँ म जानकारी दिनेछु। अब आउने साथीहरू नै अब अलि 10-11 लाख रुपियाँ 9 लाख रुपियाँ यस्तो तिरेर चाहिँ बेलारुस आउँदैन आउनुहोस् है कोही पनि। त्यो त एकदम महँगो रकम भयो नि त। त्योभन्दा सस्तो पनि त आउन सकिन्छ। अब कति साथीहरू आइरहनु भएको छ है। अब जस्तै यो मसरुम कम्पनीहरूतिर चाहिँ अलिकति नहाल्नु होला साथीहरू। मसरुम कम्पनी यो एग्रिकल्चर लाइनमा चाहिँ अलिकति गाह्रो छ। त्यस्तो सोचेको जस्तो कमाइ पनि छैन र अब त्यही भएर अरू कम्पनीहरू नै बेटर छ। फ्याक्ट्रीहरूतिर होइन, अनि वेयर हाउस, अनि तपाईँको यो अब हामी जस्तो शान्ताबेरो मर कम्पनी अब अनि प्याकेजिङ, अनि मार्केटहरू सुपर मार्केटहरूतिर यतातिर चाहिँ अलिकति राम्रो छ। र अब यस्तै छ। म चाहिँ अहिले बाटोमा ड्युटी जाने क्रममा थोरै हामी चाहिँ हाम्रो होस्टेलबाट चाहिँ लगभग 30 मिनटको दुरीमा छ कम्पनी। र म प्रायः यसो त गाडीमा जाने गर्छु र आज बेलुका चाहिँ म यसो हिँडौँ न त भनेर आएको छु। र ठिक छ, सबैजना आरामले बस्नु होला। अब यस्तै छ। अब बेलारुसको बारेमा अझै धेरै जान्नुहुन्छ भने मेरो भिडियो हेरेर होइन मलाई कन्ट्याक्ट गर्नु होला। र मैले WhatsApp नम्बर कमेन्ट बक्समा धेरै WhatsApp नम्बर धेरैचोटि छोडेको छु, त्यहाँबाट मलाई सम्पर्क गर्नु होला है त। ल आजको भ्लग चाहिँ म अब लगभग इन गर्छु र आउने दिनमा फेरि बेलारुसको बारेमा अझै धेरै इन्फर्मेसनवाला भिडियोहरू म बनाउने छु। ल बाबाई, सबैजनाले आफ्नो केयर गरेर बस्नु होला है त। ल नेक्स्ट भिडियोमा फेरि भेटौँला। बाबाई।